नमस्कार, म लोकगायक सुमन बुढामगर। सम्पूर्ण आदरणीय न्युयोर्कवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा प्यारा साथी मित्रहरू, यहाँहरूको मायाले, यहाँहरूको साथले, यहाँहरूले दिनुभएको श्रद्धा म प्रति गरेको मायाको आज मैले शब्दमा व्यक्त गर्न सक्दिनँ। यहाँहरूले जुन मेरो सुमन सुमधुर साँझको टिकट 2 हप्ता अगाडि नै 16 उठाउने अवसर मैले प्राप्त गरेँ। अक्टोबर 6 को दिनमा सुमन सुमधुर साँझ हुने बेला मैले 4वटा गीत एल्बमहरू बजारमा ल्याउँदैछौँ। हजुरहरूको मायाले, हजुरहरूको साथले मैले 4वटा गीत एल्बमहरू तयार गरेका छौँ। सो गीत एल्बमको मैले आज यहाँहरूलाई विशेष विनम्र अनुरोध गर्न गइरहेको छु। न्युयोर्कबाट प्रकाशित मेरो नेपाल नामक पत्रिकामा मैले एउटा नेपालको खोलाको किनारमा, बगरमा, आग्रा खोलाको किनारमा एउटा वृद्ध जोडी 16 वर्ष अघिदेखि अहिलेसम्म उहाँहरू गिटी कुटेर बालुवामाथिको जिन्दगी जिउँदो रहेछ। उहाँहरूको ज्यान, उहाँहरूको हालत र उहाँहरूको त्यो स्थिति देख्दा मलाई यति दुःख लाग्यो। मैले त्यस कारणले त्यो दिनको सबै क्यासेटको सेलिङ 1 रुपियाँ पनि, 1 पैसा पनि मैले नराखेर उहाँहरूलाई चाहिँ दिने मैले घोषणा गरेको यहाँहरूको माझमा गर्न चाहन्छु र गर्दैछु। र त्यो दिन यहाँहरूले माया गरेर मेरो त्यो 4वटा क्यासेटहरू ढोकामा हामीले राख्नेछौँ र यहाँहरूलाई म हात जोडेर भन्न चाहन्छु कि तपाईहरूको 10 रुपियाँले, तपाईहरूको अलिकतिको सहयोगले कसैको त्यस्तो वृद्ध जिन्दगीहरूलाई अलिकति सहयोग पुग्नेछ भन्ने मैले यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूले यसलाई पनि सहयोग गर्दै हुनेछ भन्ने मैले आशा गर्दछु। धन्यवाद।